सँगै बस्न पाएको छैन। श्रीमान श्रीमती अथवा लोग्ने स्वास्नी अथवा पति पत्नी के भन्नुहुन्छ सँगै बस्न पाएको छैन। आज परिवार विखण्डित छ। बाउ बिरामी पर्दाखेरि छोराले देख्न पाउँदैन। बाउको अन्तिम सास जाने बेलामा धन सम्पत्ति केही चाहिँदैन, म एकचोटि छोराको मुख देख्न पाए हुन्थ्यो भन्ने चाहना अब हुन थाल्यो। तर छोराछोरीको मुख देख्न पाउँदैन। उस्तै ठाउँमा मान्छे मर्यो भने लास बोक्नको लागि तन्देरी केटाहरू पाइँदैनन्। बिहे गरेको भोलिपल्ट श्रीमती छोडेर विदेश जानुपर्ने अवस्था छ। आज देश चलिराखेको छ भनेर भन्छन्। साँच्चै नै हिजोको भन्दा अलि राम्रै लुगा लगाएर हिँडिएको छ। हिजोको भन्दा अलि राम्रै घरमा बसिएको छ। उहिले उहिले जीवनमा एक जोर चप्पल लगाउन पाउनु नै भाग्यको कुरा जस्तो थियो। अनि दसैँ तिहारमा चामलको भात खान पाउनु